मलाई कस्तो खतरा बुके आएको छ यहाँ नखाइ लाग्यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब भिडियो। होप हजुर सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदमै आरामै छु। हजुरहरूको दिन चाहिँ कसरी बितिरहेछ? म चाहिँ अब बाहिर निस्किन आँटेको। आज म खुसी पनि छु, दुखी पनि छु भनौँ न। खुसी चाहिँ किन भन्दाखेरि आज भ्यालेन्टाइन डे हो। अनि आजकै दिन चाहिँ 5 इयर्स अगो ठ्याक्क मैले आजकै दिन चाहिँ मेरो हस्बेन्डलाई भेटेको थिएँ। अनि दुखी चाहिँ किन भन्दाखेरि हस्बेन्डसँगै हुनुहुन्न, त्यही पनि केही छैन। आजको दिन त स्पेसल बनाउनु पऱ्यो नि। अनि म आज चाहिँ बाहिर निस्किन आँटेको। दिदीले खनारमा पार्लर खोल्नु भएको छ क्या। अनि अस्तिदेखि जान्छु भनेर सोचिरहेको थिएँ, टाइम नै मिलिरहेको थिएन। अब आज चाहिँ जाउँ न भनेर। अनि म एक्लै चाहिँ होइन, म मम्मीसँग जान आँटेको। अनि मम्मीलाई पनि आजको दिन स्पेसल फिल गराइदिउँ न भनेर, त्यही भएर मम्मी र म चाहिँ दिदीलाई भेट्न पनि जान आँटेको। अनि मम्मीलाई पनि अब बाहिर लगौँ न आज। अब के गर्नुहुन्छ मम्मीले, त्यहीँ गएर थाहा हुन्छ। आजको दिन मम्मीलाई स्पेसल बनाइदिन आँटेको। आज का दिन मम्मी का नाम कालु। उसलाई चाहिँ बिस्कुट किनिदिनु पर्छ, त्यही भएर पछ्याउँछ। मम्मीलाई चाहिँ पर्खिँदा अघिदेखि भर्खर तल झर्नुभयो। हेलो मम्मी, बोल्ने मुड छैन क्या हो? मुड छैन मम्मी? कालु पाण्डे पछ्याएको नआऊ, भरे ल्याइदिन्छु म। नआऊ ल, भरे ल्याइदिन्छु। यो चाहिँ ठ्याक्क खनारको चोक हो। खनारको पुलवारी इटरीबाट आउँदाखेरि। तर हामी कति पछि भेट भयौँ? आफ्टर 1 इयर होला। 1 इयर अगाडि भेट भएको थियो। किनभने मेरो स्वर होइन, दिदीको पार्लर गएको भन्दै थियो नि। दिदी चाहिँ उहाँ नै हो, मै हो। तर बिरामी भएर अन्धकार जिन्दगी। तपाईँहरूलाई पनि यहाँ सर्भिस लिनु मन छ भने आउँदा हुन्छ। भर्खरै खोल्नु भएको छ। दिदीले चाहिँ क्लास पनि दिनुहुन्छ है दिदी? क्लास पनि दिनुहुन्छ, एकदम मिलाएर, अफोर्डेबल होइन। त्यस्तो त्यो हाइपमा आएर धेरै एक्सपेन्सिभ बनाएर त्यस्तो चाहिँ गर्नु हुँदैन होइन। नयाँ हो नि त, तर पछि पनि सस्तै हुन्छ। उसको ब्राइडल चाहिँ सस्तो हुन्छ मेरो लागि है, मेरो लागि 50% डिस्काउन्ट। तर होइन दिदी, आजकल त्यो पार्लरहरू त्यत्तिकै जोतमा हाइप आउँछ, कति धेरै चार्ज गरिदिन्छ। त्यो चाहिँदो भन्दा पनि बढी गरिदिन्छ नि। कोही कसैको चाहिँ वर्थ इट नै हुन्छ होइन। म अनेस्टली भन्छु, किनभने ऊ यस्तो हुन्छ क्या, सामानहरू जुन राम्रो युज गरेको हुन्छ होइन, उनीहरूले त लिएको वर्थ। तर कसैको चाहिँ यस्तो हुन्छ नि, त्यति पनि यति लिइरहेको हुन्छ। त्यो त छोडिदेऊ न, त्यस्तो चाहिँ हुँदैन। त्यस्तो हो, मैले अघि त्यही भन्न खोजेको, त्यस्तो धेरै चाहिँ हुँदैन। यस्तो हुन्छ अब सर्भिस दिए अनुसार त आफूले पनि लिनै पर्यो। नभए पनि 3-4 घन्टा लाग्छ होइन। तर 3 घन्टा त एउटा बेबीलाई लाग्छ साथीहरू। दिदीले चाहिँ नेल्स अनि हेयर अनि क्लास मेकअप सबै दिनुहुन्छ। त्यही भएर म चाहिँ आज दिदीलाई भेट्न आएको। बल्ल कति दिनपछि दिन जुड्यो। दिदी बिरामी हुनुहुन्छ, केही छैन, दिदीलाई भेटेर गइहाल्छु नि। हामी चाहिँ के को वेटिङमा छौँ भन। अब सामान आएको छ अरे, तर के सामान भन्ने चाहिँ थाहा छैन, हेर्दैछु। आन्टी जानुभयो।
यो चाहिँ मेरो पार्लर हो सरप्राइज हुन सक्छ नि त हौ आन्टी त्यस्तो नभन्नु न हौ हामी यहाँ एकदम हाई एक्सपेक्टेसनमा बसिरहेको छौँ यहाँबाट आउँछ यो चाहिँ मेरो स्टुडियो आज भ्यालेन्टाइन डे हो अनि त्यसपछि तपाईँको सामान आएको छ भनेपछि अनि आफूले केही मगाएको छैन अनि अलिकति मेक सेन्स अन्त अलिकति हाम्रो दिमाग छ त्यस्तो साह्रो दिमाग छैन भन्न मिल्दैन यस यता म त कसले पठाइदिनु होला म त केही मगाएको छैन भनेर सोचिरहेको थिएँ क्या हुन्छ धन्यवाद कसले पठाइदियो ए यतिको लागि हस् थ्याङ्क थ्याङ्क यू यू सो मच है थ्याङ्क यू मैले अब के भनिरहेको थिएँ आज स्पेसल डे हो तर हस्बेन्डसँगै हुनु न भन्नु भनिरहेको थिएँ दिदीको पार्लर आएको पार्लरमै फुलायो म रुनु नपाई भित्रभित्र चाहिँ कस्तो मुटु कामे जस्तो भइरहेछ क्या डर लागेर हो कि ओभर एक्साइटेड भएको हो कि थ्याङ्क यू सो मच बेबी थ्याङ्क यू तपाईँलाई छेउबाट किस गर्न नभए पनि फ्लावरलाई नि थ्याङ्क यू सो मच बेबी अनएक्सपेक्टेड थियो त्यही भएर अघि नम्बर माग्नु भएको रहेछ होइन मैले थाहा नै पाइनँ थ्याङ्क यू मलाई ल कस्तो लाग्यो आन्टी भन्नु कस्तो फिल भयो राम्रो लाग्यो छोरीलाई सरप्राइज दिँदा धेरै राम्रो लाग्यो ए जयलाई के भनिदिनुहुन्छ त भन्नु न त आयो म त यहाँ खतरा मेरो क्रस रस छैन यहाँ मलाई कस्तो खतरा बुके आएको छ यहाँ त्यस्तै हो अनरोमान्टिक बुढा पाइसकेपछि दिदीले चाहिँ यहाँ भेनालाई प्र्याङ्क गरौँ न भनेर बुके पठाइदिनु भएको हो तपाईँले भनेर फोन गर्नुभयो भेनाले चाहिँ उल्टै तिम्रो क्रसले पठायो होला नि मैले त पठाएको छुइनँ भन्दै सिरियस नै नभइदिइराख्नु भएको क्या प्लान त सक्सेस भएन एकछिनपछि त भेना दोकानमै आइपुग्नु भयो अनि मलाई खाजा मगाइदिनु भयो म चाहिँ खाँदैछु यहाँ मम्मी र दिदी चाहिँ उता नेल एक्सटेन्सन गर्दै हुनुहुन्छ दिदी चाहिँ यहाँको लागि स्टाफ पनि खोज्दै हुनुहुँदो रहेछ यदि मेरो भिडियो कसैले हेर्दै हुनुहुन्छ अनि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नुहुँदा हुन्छ है कसैको बुढी चाहिँ कस्तो खालको हुन्छ भने मम्मीलाई चाहिँ खै भने कि यहाँ अगाडिदेखि नै नङ देखाएर ए ला देखाउनु न ए मम्मीको नङ चाहिँ यस्तो भइसकेको छ सी लभ्स ग्लिटर्स अनि मेरो चाहिँ यहाँ प्रेसन नेल्स अनि अब दिदीलाई बाई बाई भन्ने बेला भइसक्यो बिरामी भएर यहाँ खास टाँस भएर आँखा पनि होइन दिदी रक्सी खाएर ज्या आज भ्यालेन्टाइन डेको दिनमा दिदीले रक्सी खाएर दोकान खोल्छ आँखा चाहिँ क्या नै त्यो रक्सी खाएर होइन कि बिरामी भएर त्यो त जिस्काइदिएको नि जोक्स त पार्ट गरिदिएको नि म खान पनि सक्छु अब आज होइन दिनभरि काम गरेर बेलुका अब रोमान्टिक भइन्छ कि कुछ भी हो सकता है च्वाट के गर्नु गाडी घिउमा रक्सी हालेर ए ज्वानो झानेर राम म ब्रान्डेड मात्र खान्छु गरिबी है भाइ आजको लागि चाहिँ यति नै बाई बाई यहाँ हेर्नुहोस् मेरो नाम बाई 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 तीनचोटि हिन्दी सिरियल जस्तै आँखा झपझप भएको छ अब पार्लर बन्द गर्ने बेला भइसक्यो अहिले जाने घर थ्याङ्क यू फर कमिङ फेरि आउँछु वाक्कै वाक्क बनाइदिने गरी आउँछु ल प्लिज भन्नु पर्दैन अनि त्यहाँदेखि भन्नुहुन्छ प्लिज बहिनी तिमी न मेरो हजुर सुनेरै माग्छ होला त्यही भएर मम्मी
मम्मी छोरीको दुईजनाको हँसाइदिएको छ। त्यही मम्मीको छोरी हो। म पनि यस्तै सानो हाँस्छु। यस्तो का आन्टी जिउने पनि दिल खोलेर हो, हाँस्ने पनि दिल खोलेर हो क्या साथीहरू। कुरा बुझ्ने गर्नु, हाँस्नुपर्छ। कुरा बुझ्ने गर्नु। नखाइ लाग्यो खाएपछि के हुन्छ थाहा छैन। भेना यो भिडियो हेरेर बुझ्दै गर्नु है, दिदीले दिउँसै 2 प्याक लगाइसक्नु भयो। यस्तै टिप्स अनि ट्रिक्स सिक्नलाई चाहिँ यहाँ दिदी भाडा आउनु। यस आँसु नै आयो, कस्तो रमाइलो भयो।